हेलो साथीहरु नमस्ते है। यो चाहिँ डे 5 को क्लास हो। त्यसमा चाहिँ अब्जेक्सन ह्यान्डलिङ प्लस फलोअप प्लस क्लोजिङ को बारेमा सिक्यौं है। अब्जेक्सन ह्यान्डलिङ भन्नाले साधारण भाषामा बुझ्दाखेरि इम्पोर्टेन्ट वर्क, युजुअल वर्क, अनयुजुअल वर्क र इमर्जेन्सी वर्क यिनीहरू आउँछन्। इम्पोर्टेन्ट वर्क भन्नाले त तपाईहरुलाई थाहै होला, नभई नहुने गर्ने काम, नभई नहुने गर्नुपर्ने काम है। युजुअल वर्क भनेको डेली वर्क बुझिन्छ कि दैनिकै गर्नुपर्ने काम। अनयुजुअल वर्क भनेको कहिलेकाहीँ मात्रै चाहेको खण्डमा गर्नुपर्ने काम। जस्तै इम्पोर्टेन्ट वर्क त बुझ्नुभयो है। युजुअल वर्क भनेको डेली खाना खानु है पर्छ, अनि ब्रस गर्नुपर्छ, डेली नुहाउनुपर्छ, त्यस्ता कामहरू डेली वर्कमा आउँछ, युजुअल वर्कमा है। अनि अनयुजुअल वर्कमा जस्तै कहिलेकाहीँ गर्नुपर्ने वर्क, जस्तै कहिलेकाहीँ खाली हुन्छ, लौ जाउँ आइसक्रिम खान है, त्यो नखाइ पनि त हुन्छ नि। त्यस्ता कामहरू अनयुजुअल वर्कमा पर्छन्। अनि इमर्जेन्सी वर्क, यो चाहिँ इमर्जेन्सी वर्क है। इमर्जेन्सी अब तपाईँ मानौ रुममा बस्नुहुन्छ, कसै साथीको एक्सिडेन्ट भयो, कसै साथीले फोन गर्यो, ल साथी यहाँ यो साथीको एक्सिडेन्ट भयो भनेर इमर्जेन्सी के गर्नै पर्ने काम। त्यो गर्न नखोजेको तर भइदिने के अचानक हुने काम। अब नगएर हुँदैन, इमर्जेन्सी पऱ्यो, त्यस्तो काम इमर्जेन्सी वर्कमा पर्छ। त्यसपछि फलोअपमा एजुकेटेड है, प्रोग्रेस, फिडब्याकका भिडियोहरू सेन्ड गर्न सक्नुहुन्छ, आफ्नो सेल्फ ग्रोथ देखाउन सक्नुहुन्छ, यीहरू आउँछन्।